Everyone, respected teachers, senior juniors, and my dear parents. Today we are going to present a short skit on health is wealth. We hope you enjoy it. So without further delay, here we start. यो नाटक अभिनयहरू छन् अमन, रिया अनि डाक्टर अङ्कल। स्कुलमा लन्च ब्रेकको समय रियाले चिप्स अनि जुस खाँदैछ र अमनले फ्रुट अनि फलको खाना खाइरहेको छ। मलाई त मट्टै मनपर्छ हेर त कति मिठो छ। तिमीलाई थाहा छ जङ्क फुडले त हामी बिमार पो हुन्छ त। हामी स्ट्रङ हुनुको लागि त फलफुल सागसब्जी घरको खाना पो खानुपर्छ त। मलाई त केही हुँदैन हेर त म कति मिठो छ। रियाले अचानक पेट पकेर रुनु थाल्छ। के भयो रिया? मेरो भुँडी दुख्यो। त मैले भनेको थिएँ नि जाउँ डक्टरकोमा। डाक्टरको क्लिनिकमा अमन र रिया डाक्टरकोमा आएको देखिन्छन्। नमस्ते नानी, कस्तो छ? के भयो नानी? खै नानी? के खाएर आयो आज तिमीले नानी? मैले चिप्स र जुस मात्रै खाएको थिएँ। ओहो, जङ्क फुडले त हामी बिमार पो हुन्छ त। तिमीले घरको खाना सागसब्जी फलफुल पो खानुपर्छ त। मैले अमनको कुरा मान्नु पर्यो म के गर्नु? तिमी अब डेली धेरै मात्रामा पानी, डेली एक्सर्साइज, घरको खाना, फलफुल सागसब्जी खानु ल, त्यसले तिमीलाई स्ट्रङ बनाउँछ। त मैले भनेको थिएँ नि। अबदेखि म यति खाना र डेली एक्सर्साइज गर्छु। म तिमीलाई दबाई लेखिदिँदैछु, यो किनेर खानु ल। अमन र रिया घरतर्फ जान्छन्। अमन र रिया फेरि स्कुलमा भेट्छन्। रियाले एप्पल खाँदै गरेको हुन्छ। वाउ रिया, तिमी आजकल एप्पल खाँदैछौ? र त मैले त अहिले खाना मात्रै खान्छु त। मैले त कति हेल्दी भएको छु। वाउ, अब हामी सबै मिलेर भनौँ स्वस्थ नै धन। दुईजना साथी हाँस्दै हाई फाइ गर्छन्। हामी सबैले याद गर्नुपर्ने कुराहरू हेल्दी खाना खानुपर्छ र डेली एक्सर्साइज गर्नुपर्छ अनि फिट बस्नुपर्छ, किनभने स्वास्थ्यले हाम्रो धन हो। मर्निङ एभ्रिवान। आज यो स्पेसल डेमा हामी फेरि ह्यान्ड वास डे पनि छ। त्यसले गर्दाखेरि ह्यान्ड वासको हामी सानो डेमो गर्नेछौँ ल। खालि भोलिन्टियर्सले मलाई 5 जना स्टुडेन्ट मात्रै चाहिन्छ। एनोन ओके, रियान्सी आउनुहोस्। देन राप्ते हामीले याद गर्नुपर्छ। फर्स्ट स्टेप त हामी भिजाउँछौँ, साबुन लाउँछौँ, फ्रन्ट हो, ब्याक, त्यहाँदेखिको यो हाम्रो यो यसलाई भेट्ने गरी मुठी हो, यसलाई भेट्ने गरी मुठी, देन लङ, त्यहाँदेखिको हाम्रो एङ्कल, त्यहाँदेखिको पखाल्दा भयो ल। यो स्टेप याद गर्नुपर्छ हामीले ल। यति मात्रै हो। अब हामी यहाँनिर नानीहरू गर्छ ल। अलिक अगाडि ल्याउनुहोस् ल। भिजाउनुहोस्, साबुन लाउनुहोस्, हातमा लाउँदै गर्नुहोस्, हात भिजाएर साबुन लाउनुहोस् मजाले ल। भिजाउनु त रियान्सी अम्मा कति राम्रो हो। साबुन लगाएर साथीलाई पास गर्नुहोस्।
साबुन छिचिरो गर्नुस् न यस्तो यस्तो गर्नुस् नानीहरु अलिक एक्टिभ भएर अलिक हात मजाले मोल्नुस् सबैजनाले पनि कि देयर इज अ फर्मुला ह्यान्ड वास गर्ने कि एन्ड द्याट इज सुमन के रे सुमन के एस फर सुल्टा सबैले गर त एस फर सुल्टा टुगेदर ओके देन कम्स उल्टा सुमन उल्टा एम फर मुठी बुझेन ए फर औला औला दल्नु पर्ने एन फर नङ सुमन भएन के फर कलाई गोरी हे कलाई हाल्यो यसो गरेर चाहिँ तिमीले ह्यान्ड वास गर्नु यो आफ्नो मार्क दिस फर्मुला के सुमन के रिस्ट बुझेन कलाई लास्टमा चाहिँ सुमन के लाइनको यो पलाई लो अब पखाल्नु रियान्सीको सबसे सफा भएछ है रियान्सीको देखाउनुहोस् त हात साबुनै छ है रियान्सीले जुत्ता भिजाइसक्यो जब हात धोइसक्छ नि हामीले हात धोएर डाउन गरेर राख्नु हुँदैन हातलाई कसरी राख्नु पर्यो यसरी सुकाउनु पर्यो रियाची सुकाउनुहोस् यस्तो यस्तो माथि यसरी यसो गऱ्यो भने चाहिँ हाम्रो मैला कहाँ नआउँछ फेरि फर्केर भिजेको पानी नङमै आउँछ त्यसले गर्दा सुकाउँदा कसरी सुकाउनु पर्छ उचालेर ल हुन्छ नत्र भने कस्तो लुगाले पुस्नुपर्छ सफा लुगाले पुस्नुपर्छ ल Kushi rightly said that healthy student builds a great future. So you are the future generation. You are the one who is going to lead the future. You are going to lead the juniors. And I hope that if you remain healthy, your society, your family, and your country will be healthy. And as it especially to the students, nowadays what we see is most of our students, they spend their entire time only in the screen.